यहाँ रोकवा ओभर डरलाग्दै थालिसक्यो। कति छ टिकट यसमा? 9,500 को कमाइ टिकट अनकोमा र यहाँबाट 500 रुपियाँ जान्छ कन्तुरमा। कोठा चाहिँ एकदम हेर्न लायकको छ। सुँगुरको खोर भन्दा नि भिडियो बनाउने मान्छे अरे हैन। कोठा घिनलाग्दो, कोठामा बेडसिट लगाएको हुँदैन, लुगा त्यसरी हैन। यतिजना केटा भाइ त्यो रुम सफा राख्नु के भन्नुहुँदैछ दिदीले? कसले भनेको छ त? सो गाइस वेलकम ब्याक टु द च्यानल। र आज फेरि एउटा युट्युब भिडियो बनाउन गइरहेको छु हैन। सो भ्लग रोमाञ्चक र दिन आजको हेर्न सक्नुहुन्छ एकदम दामी छ। र यहाँ अदेश भाइ अब चाहिँ यो चाहिँ एउटा रिल बनाउन आँटेको छ हैन। र आज चाहिँ के छ प्लानिङ भन्दा चाहिँ हाम्रो टिकटमा चाहिँ सुतिराख्नु भएको रहेछ। सो एकछिनबाट चाहिँ ऊ चाहिँ बलुवा लिनु रिम्बी जान्छ अरे। सो हामी पनि उतै रिम्बीतिर जाने हो। त्यहाँदेखि रिम्बी गएर चाहिँ बलुवा ल्याउनु पर्ने छ अरे। बलुवा ल्याउनु हुन्छ हो। र हाम्रो आन्टी पनि एकदम रेडी हुनुहुँदैछ भिडियो बनाउनुको लागि। लुगाइ चल्यो भने चाहिँ हामी रिम्बीतर्फ लागिसक्यो होइन। यहाँ हेभी ड्राइभर टिकट अन वान एन्ड ओन्ली। र यहाँ केटाहरू छ यहाँ बलुवा चढ्नु जानै पर्यो हामी चाहिँ होइन। र एउटा कन्टेन्ट पनि भयो भने बनाउनुपर्छ हाम्रो कोचु। लुगाइ चल्यो भने चाहिँ हामी सेताङ आइपुगिसकेको छैन। सेताङ आइपुग्दा चाहिँ के भयो भन्दा चाहिँ यहाँ हेर्नुहोस् टिकट अनको टाटै चढ्नु मानेर र सुदीपले चाहिँ ढुङ्गा हाल्दैछ। ल एउटा ढुङ्गा हाल्दै भाइ। उहाँ हाल्न उहाँ त्यो फोन यहाँ त मलाई। लो 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 र गाइस भयो नि अब पौडी खेल्नुपर्छ। यहाँ सेताङमा एकदम दामी पौडी खेल्ने जग्गा छ हो। भयो नि पौडी खेल्नुपर्छ। लु चढ्छ कि चढ्दैन टाटा चाहिँ। लो कमन चढ्यो चढ्यो। चढेन खोइ यहाँ भिडियोमा 1300 पार्दै ल। 1300 कि ठाडो लु गाइस फाइनली यहाँ बलुवा उठाउने स्पटमा आइपुगिसकेको छ। र यहाँ बलुवा छ। यही चाहिँ यहाँ हाल्नुपर्ने हो। र टाटा चाहिँ दुःखले चढेको छ हो। जिन्दगीमा यस्तो टाटा मैले अझसम्म देखेको छुइनँ। सानो ढुङ्गा ननाग्ने टाटाहरू पनि फर्स्ट टाइमै देखियो। ए अब यो बलुवा लोड गर्छ त्यहाँदेखि चाहिँ लाग्दैन पर्छ कि कसो भाइ? सही हो। हामी आएको 2 घन्टा भइसक्यो तर अझसम्म टाटा भरेको छ नि। यहाँ पर 2जना केटाहरूले भर्दैछ हो। र यहाँ केटाहरू चिल ओभर चिलमा छ हो गाइस। र हाम्रो चाहिँ गाइस स्विमिङ खेल्ने स्पोट चाहिँ यहाँ माथि थियो सेदाङ माथि होइन। त्यो चाहिँ ब्लाङब्लुङ भए चाहिँ यहाँ माथिबाट पहिरो आएर यहाँ माथिबाट पहिरो च्याक आएर हो। र अब चाहिँ टाटाको लोड लगेर हामी फेरि पेलिङ जानुपर्ने रहेछ। र पेलिङबाट आउँदा हामी आफ्नो भिडियो पनि टक्कै कम्प्लिट गर्छ रिल। लो गाइस टाटा भन्ने चाहिँ भरिसकेको छ। ट्याप्पै भइसकेको छ हो। यहाँ 2जनाले हालेको छ यहीँ। बलुवा चाहिँ यहाँ त्यस्तै 10-12 टाटा चाहिँ यहाँ देख्न सक्नुहुन्छ। र भरिसक्यो टाटा चाहिँ। लु गाइस फाइनली यहाँ हामीले बलुवा चाहिँ अनलोड गरिसक्यो होइन। यहाँ रोकवा ओभर डरलाग्दै थालिसक्यो। कति छ टिकट यसमा? 9,500 को कमाइ टिकट अनकोमा र यहाँबाट 500 रुपियाँ जान्छ कन्तुरमा। र चाहिँ गाइस अब चाहिँ घर गएर होइन डाइरेक्ट बाइक लिएर आउनुपर्छ भिडियो बनाउनुको लागि। चल्नु भन्छ फाइनली हामी चाहिँ होइन बलुवा सल्ला सब कुरा आइसकेर यहाँ बाबे घरमा आइपुगिसकेको छु। आमै खोइ हेलो हो आमै रिसाइराख्नु भएको रहेछ है। खोइ रोशनी दि हेलो बुनु से हेलो से हेलो। र गाइस अब चाहिँ हामी चाहिँ जाँदै गरेको पर रिल बनाउनुको लागि होइन कन्टेन्ट क्रिएट गर्नुको लागि। खोइ आमा हेलो खोइ टिकट जानुपर्छ अब। खोइ मन त काकी हेलो ओ मन त काकी हेलो खोइ। लु गाइस अहिले भन्छ हामी यहाँ नम्बुपट्टि आइसकेको छ। यहाँ चौतारामा होइन अदेश यहाँ स्कुटी लिएर हामी चाहिँ होइन। र तिरस ल्याएर सुदीप चाहिँ भर्खर हामीभन्दा अगाडि हिँडेको तर उनीहरू बजारमा निक्लेछ हो। त्यसै कारण अलिकति ढिलो हुँदैछ। र आजको कन्टेन्ट बनाउनुको लागि चाहिँ हामी यहीँ
चौतरामा आइपुगिसकेछ नम्बु चाहिँ यहाँ पारियो चलो भन्छ फाइनली हामी नम्बुबाट आइपुगिसक्यो होइन भिडियो सिडियो सबै कम्प्लिट गरेर आइपुगिसक्यो र अब चाहिँ भिडियो एडिटिङ गर्नुपर्ने छ चलो भन्छ फाइनली हामी होइन रिल सेल लुगाइ चलो भन्छ म किचनमा आइपुगिसकेको छु होइन र हाम्रो आन्टीले चाहिँ अघि यहाँ खाना पकाइसक्नु भयो यहाँ सब्जी पनि एकदम पकाइसक्नु भएको छ र आन्टी चाहिँ नदेखाइदिनु अरे हो सो आन्टीलाई चाहिँ देखाउँदिनँ र कुकर चाहिँ अघि झन्नै पड्यो गाइस शङ्ख जस्तो बजिराखेको थियो कुकर चाहिँ हो म त पड्केछ भनेर आएको धन्न त्यस्तो केही भएको छैन रहेछ लु रेडी भइसक्यो हाम्रो खाना सब्जी चाहिँ र गाइस हाम्रो मेरो कोठामा चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ सबैजना यहीँ थुप्रिरहनु भएको छ मेरै कोठामा हो गबे से हेलो के चाहिँ कोठा चाहिँ एकदम हेर्न लायकको छ सुँगुरको खोर भन्दा नि मान्छे अरे होइन कोठा घिनलाग्दो कोठामा बेडसिट लगाएको हुँदैन लुगा त्यसरी होइन यतिजना केटा भाइ त्यो रुम सफा राख्नु के भन्नुहुँदैछ दिदीले कसलाई भनेको छ दादी कसलाई भनेको सुरेनलाई मेरो कोठा हो यो यसको कोठा हो त को सुत्छ यहाँ चाहिँ जति छाएर केही छैन र गाइस आजको भ्लग यहीँसम्म थियो होइन एकदम कोठा चाहिँ मैला भयो अरे र कोठाको सबै यसको गल्ती हो किनकि यो बस्छ कोठामा म त अब गइहाल्छु बाहिर हुन्छु हो र सुदीपले चाहिँ गल्ती सफा राख्दैन र आमा पनि एकदम रिसाउनु हुँदैछ र आजको भिडियो यहीँसम्म थियो होप तपाईँहरूले इन्जोय गरिदिनु होला टेक केयर बाई नभएका से बाई बाई टु अल द फ्यामिली मेम्बर्स उयो तिमीले भिडियोमा इन्ट्रोडक्सन कसरी दिन्छस् भ्लग स्टार्ट गर्दा खोइ भनेको So guys, take care. Bye bye.